साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। आयो कि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु र मेरो साथमा एकजना अर्को पनि ब्लगर हुनुहुन्छ हैन, लीला माझी। यता चाहिँ हाम्रो सोल्टिनी अनि हामी चाहिँ आज गोदाबारी घुम्न आएको छौँ। अनि यति राम्री भएर हैन अनि यति धेरै भिड हो कि यति धेरै भिड हो, कुरै नगरौँ कि म त लाइनमा बस्दा तपाईँहरूलाई अब यहाँको भ्यूहरू त म देखाउने नै छु। अब कतिजना आउनु भएको छ, कति आउनु भएको छैन। हामी चाहिँ 6 जना आएको छौँ। यता सरस्वती यता हेर, सरस्वती पनि छ हैन, तपाईँहरू देख्न सक्नुहुनेछ। कति राम्रो छ, राम्रो रहेछ हेर्नु त। वाउ, उता गेटमा गएर छिर्नु न एकजना त्यहाँ नछिर्ने। ल ठिक छ, चाहिँ गएँ। म यताको भ्यूहरू देखाउँछु तपाईँहरूलाई। वाउ, यस्तो राम्रो भित्र छ क्या, राम्रो ए हो गाइज, मलाई राम्रो देखेको छैन। लास्टै नि तिमी जति दामी मान्छे त मैले यत्रो भिडमा पनि कोही देखिनँ। हजुर ल, यता पनि भ्लग ल सोल्टिनी। हेलो, म चाहिँ माझिनी सर, सबैले सब्सक्राइब गरिदिनु होला। वाउ, कति राम्रो फुल फुलेको वहाँ पर हेर्नु त। वाउ, ल यहाँ चाहिँ यस्तो छिर्ने ठाउँ रहेछ क्या, यो गेट घाँसको कति राम्रो भएको क्या। ल त्यहाँ पनि रहेछ, मैले अघि पनि पर तपाईँहरूलाई देखाइहालेँ होइन। भित्र पनि अहिले गएर गर्छु, मेरो साथीहरूलाई देखाउनु पऱ्यो नि त। यस्तो छ गदारी भनेर जाने बाटो देखाउनु पऱ्यो, मान्छे कति भिड, त्यो सबै देखाउनु थाल्यो नि त, देखाउनु पऱ्यो नि त। यहाँ यही पौडी खेल्ने ठाउँ हो कि हो। अनि गएँ त गएँ, म मात्रै घुमेर भएन नि त। के कसो साथीहरू, मैले तपाईँहरूलाई देखाउनु पऱ्यो नि त, मेरो साथीहरूलाई एकदमसँग। यति धेरै भिड हो नि यहाँनिर चाहिँ। ल तपाईँहरू देख्न सक्नुहुनेछ, त्यहाँ पढ्नु होला राष्ट्रिय वनस्पति उद्योग रहेछ भन्ने मैले उद्योग पढेँ क्या। अब हामी चाहिँ यहाँभित्र छिर्नु पर्ने हुन्छ। यहाँभित्र छिरिसकेपछि यहाँभित्रको भ्यूहरू तपाईँहरू देख्न सक्नुहुनेछ। ल यहाँको भ्यूहरू देख्न सक्नुहुनेछ, यति राम्रो छ। तपाईँहरू यो मेरो पिछा छोडेको छैन, किनकि यो भिडियोमा आउन चाहिरहेको छ यति राम्री छु भनेर। अनि यहाँ चाहिँ यस्तो रहेको छ, हेर्नुहोस् कस्तो राम्रो के यो काटेर मिलाएको। सरी अनि यहाँ यस्तो रहेछ पानी निस्किने ठाउँहरू चाहिँ। मलाई त खासै लागेन हौ, त्यो रहेनछ क्या, के भन्छ यसलाई, फुल फुलेको रहेनछ। यताको भ्यूहरू चाहिँ यस्तो रहेछ। यस्तो राम्रो देखेको छ। ल तपाईँहरूलाई मैले गोदावरीको भ्यूहरू पनि देखाएँ नि होइन। यस्तै छ, अब एकदमै राम्रो लाग्यो हामीलाई चाहिँ। अब तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो हेरेर पक्कै पनि तपाईँहरू पनि गोदावरी आउनु होला। यो चाहिँ काठमाडौँ नजिकै रहेको एकदम भाइरल प्लेस। यहाँका मान्छे यति धेरै हो कि यति धेरै हो होइन। टिकट काट्नुलाई पनि यति लाइन बसेर बल्ल टिकट काटेर आयो हामी। खासमा भन्नु पर्यो तपाईँहरूलाई, यस्तो राम्रो छ। लाइन कति धेरै भिड। यता चाहिँ कहाँ जाने बाटो रहेछ। फुल चाहिँ खासै योपालि रहेन सके। हेलो, मलाई देखिरहनु भएको होला नि होइन। मैले तपाईँहरूलाई यस्तो राम्रो अब तपाईँहरू घरमै बसेर मेरो भिडियो हेरेर पनि गोदावरी घुमेको सम्झिनुहोस्। किनभनेदेखि म आफू घुम्नुभन्दा पनि धेरै भिडियोमा फोकस गरेर चाहिँ तपाईँहरूलाई मैले यहाँको उयो के अरे ठाउँहरू देखाइरहेको छु। मैले आफ्नो फोटो भिडियो पनि त्यति खिचिनँ कि, तर तपाईँहरूको लागि भनेर मैले यतिसम्म गरेको छु। र पनि तपाईँहरूले मलाई कसैले सब्सक्राइब गर्नु हुँदैन, कसैले फलो गर्नु हुँदैन, कसैले लाइक गर्नु हुँदैन, कसैले सेयर गर्नु हुँदैन। भाइरल मान्छेलाई मात्र सबैले सपोर्ट गर्ने, हामी जस्तोलाई त कसैले नगर्ने। अब के गर्नु, यस्तै हो। र पनि तपाईँहरूलाई मैले यति दुःख गरेर देखाएँ। कति धेरै भिड हो क्या साथीहरू, मान्छेहरू त तपाईँहरू कुरै नगर्नु क्या। म त बिर्सै हुन लागिसक्यो यत्रो मान्छे देखेर आयो क्या, कति धेरै। अब हामी चाहिँ खाजा खान लागेछौँ। ल हामी चाहिँ यहाँ सबैजनाले चाहिँ चेस गरेर चाहिँ ढिउ खानतर्फ लाग्यो। हामीले यति धेरै खाजाहरू पनि किनेर ल्याएको थियौँ। ल साथीहरू होइन, म चाहिँ यहाँदेखि पनि अब निस्किसकेँ। मेरो मिनी भ्लग चाहिँ अब यहीँसम्म रहेको छ होइन। अब हामी चाहिँ रुमतिर जान लागेको। सो मैले तपाईँहरूलाई यहाँको भ्यूहरू पनि सबै देखाइदिइसकेँ होइन। अब हामी चाहिँ बाहिर निस्किँदैछौँ। थ्याङ्क यू सो मच सबैजना लास्टमा भिडियो हेरिदिनु भएकोमा है त। बाई बाई।